Dim dum da na da dim da na na dim dum da na da dim da na dim. सौभाग्य हो कि दुर्भाग्य म केही जान्दिन। साहित्यिक कार्यक्रममा 1 वर्ष पहिले तिम्रो लोग्नेसँग भेट भएको थियो। त्यस दिन मैले ठाने 30-31 वर्षको युवक पक्कै पनि कसैको लोग्ने भइसकेको छैन होला। कविता लेखेर साहित्यमा नमेटिने नाम दर्ता गराइसकेको केटो, जसको प्रत्यक्ष अनुहार देख्नुभन्दा पहिले नै म उसको जबरजस्त फ्यान थिएँ। आकर्षक शरीर, माया गरौँ गरौँ लाग्ने अनुहार, ठ्याक्कै उसको कविता जस्तै सुन्दर लाग्यो। म त त्यो दिनको उसको पहिलो हेराइमै घायल भइसकेकी थिएँ। अब उपचार उसैबाट मात्र सम्भव थियो। Da dim da na da di na di na da na da na. जब त्यस दिन कार्यक्रम सकियो, म तपाईँसँग फोटो खिच्छु नि, उसलाई नछोइकनै उभिएँ। मेरो क्यामेरा अरूले नै क्लिक गरिदियो। म दङ्ग परेँ। कुरा कहाँबाट सुरु गर्ने कुनै आपत्तिको विषय थिएन। मलाई तपाईँको कविता असाध्यै मनपर्छ। दोहोऱ्याएर समेत पढेकी छु। त्यो बेला तिम्रो लोग्नेले मेरो कुरा सुनेर मक्ख पर्दै भनेको थियो, ओ रियल्ली तपाईँ पनि लेख्नुहुन्छ? म त लेख्दिनँ, लेख्न आउँदैन। तपाईँहरूले लेखेको पढ्न शौखिन छु। मज्जाले हाँस्यो। आँखामा आँखा जुधाएर सोध्यो, तपाईँको हबी? मेरो हबी भनेको मलाई मन परेको सिर्जनाको सर्जकलाई भेट्नु हो। आज मन पर्ने कसलाई भेट्नु भयो त? तपाईँलाई। तपाईँको त्यो चर्चित कविता आँसुको रगत पढेदेखि नै तपाईँलाई भेट्ने रहर उम्लिरहेको थियो। Dim dum da na dim dum da na dim dum da. अझ तपाईँ त यस्तो उमेरकै हुनुहोला भन्ने लागेको थिएन। ऊ फेरि हाँस्यो। साँच्चै हो र? शङ्का व्यक्त गर्यो उसले। शङ्कालु त आइमाई पो हुन्छन् भन्थे। हो नि, आज भगवान भेटे झैँ भएको छ मलाई। मान्छेलाई मान्छेकै रूपमा स्वीकार्नु राम्रो होला कि? हामी त्यस दिन छोटो कुराकानी पछि नै छुट्टियौँ। तिम्रो लोग्नेलाई टाढा पुग्नु थियो। कार्यक्रम स्थलको जिल्लाभन्दा ठ्याक्कै जोडिएको अर्को जिल्लाको मान्छे थियो ऊ। म भने त्यहीँकी थिएँ, कुनै हतार थिएन। मेरो घर नजिकै थियो। तिम्रो लोग्नेले सबैसँग बिदा लिएर बाइक स्टार्ट गर्यो। मतिर हेर्दा पनि नहेरी गएको थियो। मलाई रिस उठिरहेको थियो। 2 दिनसम्म फोन गरिन। पछि एसएमएस गरेँ। त्यस दिन खिचेको फोटो उसले इमेल गरिदिनु भनेको थियो। यता मेरो क्यामेरा बिग्रिएर सबै फोटो डिलिट भएका थिए। सरी, क्यामेरा बिग्रियो, फोटो पठाउन सकिन। नो प्रब्लम। तिमीलाई कस्तो छ? यतिखेर म तिमीलाई नै सम्झिँदै थिएँ। तिम्रो लोग्नेको उत्तर आयो। उसको एसएमएसले म त दङदास बने। त्यो दशैंको बेला थियो। म दशैं मनाउन घर गएकी थिएँ। विगत 10 वर्षदेखि काठमाडौँमै बस्दै आएकी छु। तिम्रो लोग्ने मफसलमै बस्थ्यो। ऊ राम्रो कविता लेखेर देशभर चर्चित बनेको थियो। तिम्रो लोग्ने लेक्चरर पनि रहेछ, होइन? म दशैं सकेर काठमाडौँ आएँ। नियमित काममा लागेँ। शनिबार अथवा बिदाको दिनमा म साहित्यिक माहौलमा रम्थेँ। यसो गर्न मेरो मन र विवेकले हराउँथ्यो। एक दिन म गुरुकुलमा कविता सुन्न गएकी थिएँ। त्यो बेला उसलाई देखेर चिच्याएँ म त। वरिपरिका मान्छे पनि ट्वाल्ल परेर हेरेको हेरै भए। तिम्रो लोग्ने पनि अलि अप्ठ्यारो मान्दै थियो क्यारे। तपाईँ कसरी काठमाडौँ? म आजकाल यहीँ बस्छु। मलाई किन खबर गर्नु भएन त? यसै गरी यहीँ भेट हुन्छ भन्ने थाहा भएर। दुवै मज्जाले हाँस्यौँ। त्यो दिन त्यतिमै सीमित रहेन। उसले कोठा पुगेर फोन गर्यो। घर छोडेर एक्लै कोठामा बसेको पहिलो अनुभव भएको सुनाउँदै थियो। मलाई त्यही बेलादेखि उसको माया लाग्न थालेको थियो क्यारे। एक्लै केटा मान्छे खाना बनाउन, भाँडा माझ्न अल्छी लाग्दैन? लागेर के गर्नु त अब? म आइदिउँ त? आउँछौ? आउ न त। तलब कति दिनुहुन्छ त? 1000 किसेस घण्टाको। मलाई लाज लाग्यो। कोठामै आएर चुम्बन गरेको आभास भयो। एउटा मिठो, नरम अनुभूति। भो, त्यसो भए आउँदिन। सुन्छौ, तिम्रो लोग्ने त म भन्दा अगाडि निस्कियो। मलाई पो ऊ मन परेको थियो त। उल्टो उनै पो मलाई हाँसो पनि लाग्यो। पत्यार पनि लागेन। पत्याएनौ? आई एम रियल्ली इन लभ विथ यु बेबी। होइन होला, शङ्का व्यक्त गरे मैले। पहिलो पटक तिमीलाई देख्ने बित्तिकै यति राम्री स्मार्ट केटी को होली भनेर तिमीमै मेरो सारा ध्यान थियो। मञ्चमा बसुन्जेल तिमीलाई नै हेरिरहेको थिएँ म। तिमीलाई नै सोच्दै थिएँ म। यो एसएमएस चाहिँ मैले दोहोऱ्याएर पढेकी थिएँ। छक्क परेँ। रमाइलो पनि लाग्यो। मैले पनि त्यो बेला मञ्चमा 10 जना मध्ये उसलाई नै हेरिरहेकी थिएँ। अझ मञ्चमै उसको अटोग्राफ लिन गएकी थिएँ। एक रात उसले फोन गर्दा 2 घण्टा 15 मिनेट 8 सेकेन्ड भएको थियो। तिमी अनुमान पनि लगाउन सक्दिनौ घण्टौं के गफ गर्यौं हामीले भनेर।
भोलिपल्ट बिहान तिम्रो लोग्नेको एसएमएस आँखा मिच्दै पढे मैले। हाई स्विट हार्ट, आर यु अल राइट? म पहिले पो बिसन्चो थिएँ क्यारे, तपाईँसँग कुरा गरेपछि बल्ल पो सन्चो भएँ। सुन्यौ, अब कुरै कुरामा हामीबीच कुनै दूरी बाँकी थिएन। मैले पनि उसलाई प्रेम गरेको आभास दिइसकेकी थिएँ। ऊ भन्थ्यो, प्रेम भनेको मनसँग छुट्याएर गर्ने होइन, शरीर र मन सँगै हुन्छन्। मलाई पनि उसको कुरा हो जस्तै लाग्यो। आत्मिक र भौतिक भनेर बेकार मायालाई अलग्याइरहन्छु म पनि। तिम्रो लोग्नेले भने जस्तै मन र शरीर एउटै त हो नि भन्ने पक्षमा गएँ म पनि। खै के हो, तिम्रो लोग्नेले जे बोल्यो त्यही चित्त बुझ्छ, त्यही कुरा हो झैँ लाग्छ, अरू सब झुट। आफ्नै मान्यता र सिद्धान्त पनि बेकामका ठहरिएका थिए तिम्रो लोग्नेको अगाडि। आधा रातमा बिउजिएर पनि उसैलाई सम्झन थालेकी थिए। तिम्रो लोग्ने मेरो धड्कनको नसा बनेको थियो। एक दिन ऊ घर गयो, मलाई काठमाडौँ नै सुन्ने लागेर आयो। उसको रिक्ततामा पहिल्यै पढिसकेको उसको कविताको किताब झिकेर पल्टाउन थाले। थाहा छ तिमीलाई, जब त्यो किताबको लेखकीय पढे नि, म त छाँगाबाट खसेझैँ भएँ। ऊ त तिम्रो लोग्ने भइसकेको रहेछ, अझ विवाहको साक्षी 4 वर्षकी छोरी समेत रहेछे। उफ, छटपटी भो, असाध्यै रिस उठ्यो। तत्काल तिम्रो लोग्नेलाई फोन गरे। तिमीले किन भनेनौ यी सब कुराहरू? तिम्रो लोग्नेलाई तिमी भन्ने भइसकेकी थिएँ म। के कुरा? तिम्रो त छोरी समेत रहेछ। कुनै आश्चर्य नमानी भने उसले, छे त छोरी, के तिमीलाई थाहा थिएन र? कहिल्यै सुनाउने कष्ट गर्यौ र? नभनी कसरी थाहा हुनु नि? अहिले कसरी थाहा पायो? तिम्रो किताबमै रहेछ नि त। हो त, मैले मेरो किताबमै लेखेको कुरा तिमीलाई थाहै होला भनेर भन्न जरुरी ठानिन। हुन पनि हो, तिम्रो लोग्नेको के दोष? उसले त तिम्रो बारे सार्वजनिक गरेकै रहेछ। मैले पढिन त के गर्नु? त्यसपछि तिम्रो लोग्नेको माया मार्नुपर्ने हो मैले, तर त्यसो भएन। झन् झाङ्गियो हाम्रो अवैध प्रेम। उसले मलाई तिमीलाई भन्दा बढी प्रेम गरेको ठान्थे म। तिम्रो लोग्नेले भन्थ्यो पनि बारम्बार, म पहिलो पुरुष होइन, घरमा स्वास्नी भएर पनि अर्कोसँग प्रेम गर्छ। हो त, म पनि पहिलो युवती थिइन जो अरूको लोग्नेसँग प्रेम गर्दैछे। हामी भेट्थ्यौं, सार्वजनिक ठाउँमा तिम्रो लोग्नेको प्रतिष्ठाको सवाल उठ्थ्यो, त्यसैले निजी र साँघुरो ठाउँमा भेट्थ्यौं हामी। भेटभन्दा बढी फोनमा कुरा हुन्थ्यो। ऊ अफसोच व्यक्त गर्थ्यो हाम्रो भेट ढिलो भयो भनेर। उसको कुरामा म मैन झैँ पग्लिएकी थिएँ। हामीले एउटा उज्यालो सँगै स्वागत गरेका थियौं। त्यसपछि झन् तिम्रो लोग्ने संसारको प्रिय प्रेमी बन्यो मेरा लागि। यो कुरा त तिमीलाई पनि थाहै छ। अचानक ऊ बिरामी भयो। तिम्रो लोग्नेको हेरविचारका लागि तिमी आएको 2 दिनपछि बल्ल मलाई आफू बिरामी भएको कुरा सुनाएको थियो। पहिलोपल्ट ब्रह्म ज्ञान भयो मलाई, ऊ त केवल तिम्रो लोग्ने हो भन्ने कुराको। बिरामी भएर त्यति टाढाबाट तिमी आयौ, म उसको छेउमै बसेर पनि मलाई थाहासम्म दिएन। कस्तो सम्बन्ध हो यो? मैले पनि उसलाई तिमीले झैँ हस्पिटल लैजान सक्थेँ, जाउलो पकाएर खुवाउन सक्थेँ। किन तिमीलाई नै बोलाउन जरुरी भयो? ननीको लागेको थियो मलाई। उसलाई देखाएर समेत माया गर्न सक्दिनथे म। उसलाई सन्चो भइसकेको थिएन। तिमी पनि घर फर्किसकेकी थिइनौ। डाक्टरकोमा आउँदा उसले मलाई भेट्यो। ऊ आउनुपर्ने डाक्टरको क्लिनिक र मेरो अफिस सँगसँगै थियो। उसलाई भेट्न पाएकोमा म असाध्यै खुसी थिएँ। अलि दुब्लाएको रहेछ ऊ। मैले उसका लागि फलफुल र अरू खानेकुरा किनेकी थिएँ। त्यो किनिरहँदा मलाई अनौठो आनन्द लागेको थियो। यही आनन्द, यही खुसी अन्तिम रहेछ तिम्रो लोग्नेसँगको। तिमीसँग अकाट्य सम्बन्ध रहेछ उसको, त्यो तिमी स्वयं पनि जान्दिनौ होली। मैले किनेको केही सामान पनि लगेन। मलाई दोस्रो पल्ट असाध्यै नराम्रो लाग्यो। अर्काको लोग्नेलाई माया गर्नु निरर्थक लाग्यो। कस्तो प्यारसँग किनेकी थिएँ, फगत तिम्रो कारणले, तिमीले शङ्का गर्छौ भन्ने भएले। तिम्रो मन दुख्ला भन्ने कत्रो चिन्ता। बिचरा मेरो दिलको हालत तिम्रो लोग्नेलाई के मतलब? सुन्छौ, तिम्रो लोग्नेलाई प्रेम गर्दाको पनि सजाय भोगे मैले। कोठामा आएर धेरै बेर रोएँ। तिम्रो लोग्नेसँग भएका कुरा र बिताएका पल आँसुले नै धोइदिएँ। केही पछि नै मन हल्का भयो। चैनसँग सास फेरे मैले। हाम्रो सम्बन्ध कुनै गन्तव्यमा पुग्नु थिएन, न त एक अर्कालाई प्राप्त गर्नु थियो। बस हामी प्रेम गर्थ्यौं भन्ने भ्रममा रहेछु म। अब त त्यो पनि बाँकी रहेन। अचम्मको प्रेम मैमाथि हुनुपर्ने। कहिले मान्छेको रूपरङ्ग मन परेर त्यसैमा दिल खस्छ, कहिले लेखेको कुरा मन परेर त्यही लेखकसँग दिल बस्छ। साँच्चै त्यो बेला पनि तिम्रो लोग्नेसँग मेरो प्रेम बसेकै थियो, अब छैन।